ठुला माछाहरू समुद्रमा पौडी खेल्ने, साना माछाहरू तेलमा फ्राई हुनुको निम्ति तयारी हुने जस्तो नेपालमा जहिले पनि हुन्छ। अनि अर्को पनि हुन्छ नेपालमा, खुवाउनेहरू गधा हुनुपर्ने, खानेहरू महापुरुष हुनुपर्ने, यसको अन्त हुनुपर्छ। यहाँ ठुल्ठुलो माछा पनि जोडिएको छ। नेपालमा सरकारै छैन अहिले। नेपालको सरकारको वैधानिकता समाप्त भइसकेको छ। यसले आफ्नो अभिभावकत्व पनि गुमाइसकेको छ। यदि अभिभावकत्व तपाईको चाहिँ आफूलाई बोध हुन्थ्यो भने यो सरकारले सबै पक्षसँग छलफल गरेर एउटा समाधानको बाटोमा जान्थ्यो। अदालतले नै 3 दिन भित्रमा यसलाई निष्कर्ष दिएर शिक्षकहरूलाई घर फर्काऊ, डाक्टरहरूलाई हस्पिटल फर्काऊ भनिसकेको स्थितिमा पनि सरकारले यो 26 दिनमा दमनको बाटो अख्तियार गरेको छ। त्यसकारणले सरकारले यो सबै कुरा गुमाएको छ, अभिभावकत्व ग्रहण गर्न सकेको छैन। यो उहाँहरुमाथि दमन यो आपत्तिजनक छ, लोकतन्त्रको विपरीत छ। यो बजेट भाषण अब आउँदैछ, गाउँ गाउँमा इन्जिनियरहरूले फोन गरेर कुन योजनामा कति बजेट हाल्ने भनेर गाउँका जान्ने मान्नेलाई फोन गरेर प्रतिशतको कुरा गरिराखेको छ। त्यहाँसम्म भ्रष्टाचार संस्थागत भइरहेको छ। गभर्नर नियुक्ति भएको छैन, करोडौंको तपाईको डिलिङ भइराखेको छ। यस्तो प्रकारको भ्रष्टाचार त हामीले सतहमै देखेको छौं। चौतर्फी घेराबन्दीमा छ। त्यसकारणले यो सरकार ढाल्ने भनेको हैन, यो सरकार आफै भाँचिन्छ। त्यो मैले हर्क साम्पाङजीलाई इंगित गरेर भनेको पनि हैन। जहिले पनि चुनाव आइसकेपछि एयरपोर्ट बनाउने भनेर विभिन्न मान्छेहरू घुमाएर, मिडिया घुमाएर मान्छेलाई जसरी भ्रम पारिन्थ्यो धरानमा एयरपोर्ट बनिदैन भन्ने कुरा चाहिँ वैज्ञानिक सर्वेद्वारा मैले त्यसलाई सदाको निम्ति अन्त गरिदिए। त्यो प्राविधिक रूपले पनि, व्यावसायिक रूपले पनि, सबै रूपले तपाईको बेठिक छ। देशलाई फेरि अर्को 10 अरब ऋण थोपार्नु हुँदैन, जनताको थाप्लोमा ऋण थप्नु हुँदैन। त्यसकारणले धरानमा अब एयरपोर्ट बन्दैन भन्ने कुरा चाहिँ मैले क्लियर गरेँ, मैले भनेको। तर मलाई दुःख छ कि धरानमा एयरपोर्ट मलाई बनाउनु मन थियो, तर मेरो मनले हुँदैन। त्यो देशको विकास गर्ने भन्ने कुरा छुट्टै कुरा हो। आफ्नो मनले खुसी गर्दाखेरि देश आज यस्तो भएको हो। उहाँले चाहिँ पहल गर्दै हुनुहुन्छ यद्यपि हैन। उहाँले आफ्नो क्षेत्रमा राम्रो होस् भन्ने त सबैलाई लागि नै हाल्छ, तर आम रूपमा हामीले देशलाई हेर्नु पर्यो। मेरो प्रश्न, गणतन्त्र स्थापना पछाडि पहिले राजा थिए, अहिले तपाईहरु जस्ता महाराजा हुनुहुन्छ भन्ने चाहिँ जनतामा आक्रोश छ के? त्यही भएर अनि महाराजा भए यहाँ तपाई प्रश्न सोध्न सक्नुहुन्छ? महाराजालाई तपाईले प्रश्न सोध्ने त होइन, महाराजलाई आँखा मात्रै जुझाउनु भए बापत तपाईलाई जेलमा ठोकिसक्छ कहाँ महाराज? तर यो हो कि सुन्नु, तर यो हो कि हामी देखिने गरी सच्चिनुपर्छ। जनतामा भएको असन्तुष्टिको अचूक ब्रह्मास्त्र भनेको नै हामी देखिने गरी सच्चिनुपर्छ भन्ने चाहिँ सत्य हो। स्वाभाविक रूपमा प्रस्तुत प्रतिवेदनको आधारमा अब अख्तियारले छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्छ। मेरो सन्दर्भमा म पनि पर्यटन मन्त्री, 40औं पर्यटन मन्त्री हुँ। पुस 17 गते 79 सालको पुस 17 गते एयरपोर्टको उद्घाटन भयो। म माघको 3 गते मन्त्री भएँ। त्यो 12 हातको टाँगोले मसँग छोड्दैन। भनेपछि तपाईलाई चाहिँ केही पनि फरक पर्दैन, त्यो जुन घोटालामा चाहिँ तपाईको नाम समावेशै हुन्न भन्नेमा ढुक्क त्यो म केही संलग्न छैन। जस्तो कर्मचारीको नाम आउँदै गर्दाखेरि नीतिगत रूपमा जसले नेतृत्व गर्नुभएको थियो उहाँहरूको चाहिँ नाम कहीँ कतै छैन के? हैन, एउटा यो बलियो आधार एउटा भयो यो प्रतिवेदन। अब यसमा चाहिँ सशक्त रूपले संवैधानिक रूपमै रहेको अख्तियार छ नि त, उसले छानबिन गर्नुपर्छ, सत्य तथ्य बाहिर ल्याउनुपर्छ। अस्ति मैले एउटा मिडियामा भनेको छु, ठुला माछाहरू समुद्रमा पौडी खेल्ने, साना माछाहरू तेलमा फ्राई हुनुको निम्ति तयारी हुने जस्तो नेपालमा जहिले पनि हुन्छ। अनि अर्को पनि हुन्छ नेपालमा, खुवाउनेहरू गधा हुनुपर्ने, खानेहरू महापुरुष हुनुपर्ने, यसको अन्त हुनुपर्छ। यहाँ ठुल्ठुलो माछा पनि जोडिएको छ। जस्तो यो पछिल्लो समय विगत 1 महिनादेखि शिक्षकहरू सडकमा छन्। हिजो सरकार र शिक्षकहरू बीच जुन खालको हिंसात्मक गतिविधि भयो यसलाई तपाईले कसरी निहाल्नुहुन्छ? नेपालमा सरकारै छैन अहिले। नेपालको सरकारको वैधानिकता समाप्त भइसकेको छ। यसले आफ्नो अभिभावकत्व पनि गुमाइसकेको छ। यदि अभिभावकत्व तपाईको चाहिँ आफूलाई बोध हुन्थ्यो भने यो सरकारले सबै पक्षसँग छलफल गरेर एउटा समाधानको बाटोमा जान्थ्यो। अदालतले नै 3 दिन भित्रमा यसलाई निष्कर्ष दिएर शिक्षकहरूलाई घर फर्काऊ, डाक्टरहरूलाई हस्पिटल फर्काऊ भनिसकेको स्थितिमा पनि
सरकारले यो 26 दिनमा दमनको बाटो अख्तियार गरेको छ। त्यसकारणले सरकारले यो सबै कुरा गुमाएको छ, अभिभावकत्व ग्रहण गर्न सकेको छैन। यो उहाँहरूमाथि दमन यो आपत्तिजनक छ, लोकतन्त्रको विपरीत छ। जस्तो यो पछिल्लो समय केही समय अगाडि गीत चर्चित थियो, अहिले तपाईँहरूले दुई गीतलाई चाहिँ ढल्यो अब सरकार चाहिँ ढल्यो भनेर गाउँदै गर्दाखेरि सडक सदनमा त्यो खालको कुराहरू राख्दै गर्दाखेरि अहिले त्यस्तो देखिएन। फेरि तपाईँहरूलाई चाहिँ त्यो मोह भएर हो, सरकारको मोह भएर? सरकारको मोह भएर होइन, सरकार चौतर्फी घेराबन्दीमा छ। एकातिर सहयात्री काङ्ग्रेसभित्र पनि धेरै ठुलो विरोध छ, अर्कोतिर अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा यो समाप्त भइसकेको छ। आर्थिक रूपले हेर्ने हो भने ग्रे लिस्टमा चढि नै सकेको छ। डेलिभरीको कुराहरू भने शून्यता छ। भ्रष्टाचारको कुरा गर्नुहुन्छ भने गाउँ गाउँसम्म भ्रष्टाचार संस्थागत भएर गएको छ। अहिले यो बजेट भाषण अब आउँदैछ, गाउँ गाउँमा इन्जिनियरहरूले फोन गरेर कुन योजनामा कति बजेट हाल्ने भनेर गाउँका जान्ने मान्नेलाई फोन गरेर प्रतिशतको कुरा गरिराखेको छ। त्यहाँसम्म भ्रष्टाचार संस्थागत भइरहेको छ। गभर्नर नियुक्ति भएको छैन, करोडौँको तपाईँको डिलिङ भइराखेको छ। यस्तो प्रकारको भ्रष्टाचार त हामीले सतहमै देखेको छौँ, चौतर्फी घेराबन्दीमा छ। त्यसकारणले यो सरकार ढाल्ने भनेको होइन, यो सरकार आफै भाँचिन्छ। जस्तो मेरो एउटा प्रश्न नि, अन्तिम प्रश्न, तपाईँले केही दिन अगाडि सामाजिक सञ्जालमा खास गरी धरानका मेयर हर्क साम्पाङलाई इङ्गित गरेर एउटा स्ट्याटस लेख्नु भएको थियो। धरानमा चाहिँ विमानस्थल बनाउने कुरामा यो नीतिगत कुरा हो, त्यहाँ आवश्यक नदेखिसके पछाडि बनाउन सकिएन, पहल गर्न सकिएन, तर कसैले त्यसलाई चुनावी नारा बनाएर चाहिँ एक किसिमको त्यो खालको गरे, राजनीति गरे भन्दै गर्दाखेरि त्यहाँ विरोधाभास देखिन्थ्यो कि? विरोधाभास छैन, मेरो स्पष्टै छ, म कहिले विरोधाभासपूर्ण बोल्दिनँ। तपाईँले पनि पहल चाहिँ गर्नुभएको होइन? अब त्यो मैले हर्क साम्पाङजीलाई इङ्गित गरेर भनेको पनि होइन। जहिले पनि चुनाव आइसकेपछि एयरपोर्ट बनाउने भनेर विभिन्न मान्छेहरू घुमाएर, मिडिया घुमाएर मान्छेलाई जसरी भ्रम पारिन्थ्यो धरानमा एयरपोर्ट बनिँदैन भन्ने कुरा चाहिँ वैज्ञानिक सर्वेद्वारा मैले त्यसलाई सदाको निम्ति अन्त गरिदिएँ। त्यो प्राविधिक रूपले पनि व्यावसायिक रूपले पनि सबै रूपले तपाईँको बेठिक छ। देशलाई फेरि अर्को 10 अरब ऋण थोपार्नु हुँदैन, जनताको थाप्लोमा ऋण थप्नु हुँदैन। त्यसकारणले धरानमा अब एयरपोर्ट बन्दैन भन्ने कुरा चाहिँ मैले क्लियर गरेँ, मैले भनेको। तर मलाई दुःख छ कि धरानमा एयरपोर्ट मलाई बनाउनु मन थियो, तर मेरो मनले हुँदैन। त्यो देशको विकास गर्ने भन्ने कुरा छुट्टै कुरा हो। आफ्नो मनले खुसी गर्दाखेरि देश आज यस्तो भएको हो। उहाँले चाहिँ पहल गर्दै हुनुहुन्छ यद्यपि होइन? उहाँले आफ्नो क्षेत्रमा राम्रो होस् भन्ने त सबैलाई लागि नै हाल्छ, तर आम रूपमा हामीले देशलाई हेर्नु पर्यो। यो जस्तो नि तपाईँहरूले जुन 10 वर्ष जनयुद्ध भने, जनयुद्ध पछाडिको परिवर्तनलाई हेर्ने हो भने होइन, जुन हिसाबले जनताले अपेक्षा गरेको थिए त्यो अपेक्षा चाहिँ पुरा हुन नसकेको, अथवा भनौँ अलि बढी अपेक्षा थियो, यद्यपि त्यो हुन सकेन भन्ने खालको गुनासो सुन्न सकिन्छ। र मत परिणाम हेर्ने हो भने तपाईँहरू 64मा सबैभन्दा ठुलो दल, अहिले 32 सिटमा खुम्चिनु परेको छ। माओवादीको ओह्रालो लाग्ने गति कहाँबाट? होइन, पार्टी कहाँसम्म ओह्रालो लाग्छ त्यो हाम्रो सहायक कुरा हो। देश ओह्रालो लाग्नु हुँदैन। पार्टीलाई तपाईँको धितो राखेर पनि कहिले कहिले लिडरले देशको निम्ति निर्णय गर्नुपर्छ भन्ने त इतिहासले प्रमाणित गर्दै आएको छ। त्यो गिरिजाको सन्दर्भमा पनि होस्, चाहे यो हाम्रो पार्टी प्रचण्डसँग सम्बन्धित पनि होस्। 10 वर्ष संविधान बनाउनुमा लाग्यो, 10 वर्ष कार्यान्वयनतिर लाग्यो र अहिले अपेक्षा अनुसार विकास हुन सकेको छैन। तर गणतन्त्रकै प्रसाद स्वरूप यतिका धेरै क्यामेराको अगाडि म एउटा किसानको छोरा पनि बोल्ने अवसर प्राप्त गरेको छु। तपाईँ किसानको छोराहरू सिधै यो संसद भवनको अगाडि आएर क्यामेरा तेर्साउने अधिकार प्राप्त गर्नुभएको छ। त्यसकारणले प्रश्न गर्दा पास पनि खोसिन्छ। त्यो कहिले कहिले व्यक्ति विशेषको अहङ्कार चढ्दाखेरि, पारो चढ्दाखेरि, अहङ्कारको पारो चढ्दाखेरि त्यस्तो भएको होला, तर त्यो लोकतन्त्रमा त्यो विजय हुँदैन। मेरो प्रश्न, गणतन्त्र स्थापना पछाडि पहिले राजा थिए, अहिले तपाईँहरू जस्ता महाराजा हुनुहुन्छ भन्ने चाहिँ जनतामा आक्रोश छ कि? अनि महाराजा भए यहाँ तपाईँ प्रश्न सोध्न सक्नुहुन्छ? महाराजालाई तपाईँले प्रश्न सोध्ने त होइन, महाराजलाई आँखा मात्रै जुझाउनु भए बापत तपाईँलाई जेल नठोकिसक्छ कहाँ महाराज? तर यो हो कि सुन्नु, तर यो हो कि हामी देखिने गरी सच्चिनुपर्छ। जनतामा भएको असन्तुष्टिको अचूक ब्रह्मास्त्र भनेको नै हामी देखिने गरी सच्चिनुपर्छ भन्ने चाहिँ सत्य हो। धन्यवाद।